हेलो साथीहरू, हेर न मेरो छोरीलाई राति अचानक के भयो राति अचानक 12-1 बजीतिर छोरी उठेर भोमिट गर्न थाली। अनि के भयो बच्चा बेसरी रुन थाले, बाबा आया अब पेटमा आया अब भनेर बेसरी रुन थाले। अनि बच्चालाई के भयो एकछिन हामी त डर पनि लाग्यो बुढाबुढी। अनि पछि बुढीले बच्चाको लागि भनेर तातो पानी तताएर लिएर आइदिए। तातो पानी बच्चालाई एकछिन तातो पानी खुवाइदियो। खुवाइसकेपछि चाहिँ बच्चा एकदम शान्त हुन थाले है। त्यसपछि बच्चा आरामले बोल्न थाले, भगवानको नाम पुकार्न थाले। म त अचम्म लागे, बा यत्रु बच्चालाई भगवानको पुकार्न थाले। बा मलाई भगवान चाहियो। मैले सोधेँ किन चाहियो बाबा भगवान तिमीलाई भनेर सोद्धाखेरि त बाबा मलाई भगवानले चाँडै निको गर्नुहुन्छ नि त भने बा। अनि पछि त्यस्तो के हुन्न बाबा छोरी तिमीलाई, म छु त भन्दै बाबा छोरीलाई आफ्नो अँगालोमा बेरेर बिस्तारै लोरी सुनाउँदै सुताउन थाले। सुताइसकेपछि बिस्तारै बच्चा पनि निदाउन थाले। निदाइसकेपछि चाहिँ बच्चालाई सुताएर भोलि बिहानै हस्पिटल लानु पर्यो भनेर चाहिँ बाइक निकाले। किन भन्दाखेरि अब पेट दुख्यो भन्दै थियो। भन्न त पहिला पनि 1-2 चोटि भनिरहेको थिएँ। मैले चाहिँ अब त्यस्तो खासै सिरियसली लिएको थिएन। किन भन्दाखेरि अब बच्चाले मेरो बच्चा अलिकति चकचके खालको छ क्या, अलिक नाटकी चटक देखाउने खालको भएर चाहिँ मैले नै यसले जिस्काइरह्यो होला भन्ने ठानेको। हिजो राति फेरि अचानक त्यस्तो बमिट भएको देखेर चाहिँ ओहो के नि के त पक्कै नै भएको रहेछ होला भनेर मकवानपुर सरकारी अस्पतालमा देखाउन आएँ। त्यहाँ टिकट काउन्टरमा टिकट काटेँ र बच्चाको डाक्टर हरिबहादुर खड्का सर हुनुहुँदो रहेछ, उहाँले चेक गर्नुभयो। त्यसपछि एउटा दिदीको पालो सकेपछि चाहिँ हाम्रो पालो आयो र पालो आएपछि चाहिँ सोधेँ के समस्या हो भनेर। समस्या हामीले भने बच्चाको पेट दुख्यो भनिरहेछ र बमिट पनि गरेको थियो राति 12 बजीतिर भने। त्यसपछि पेटको समस्या भने तल आएपछि 106 नम्बर रुममा चाहिँ भिडियो एक्सरे हुँदो रहेछ 106 नम्बरमा। अनि हामी एकैछिन लाइनमा बसेँ। किन भन्दाखेरि हामीभन्दा अगाडि धेरै दिदी बहिनीको छोराछोरीहरू पनि बिरामी भएर भिडियो एक्सरेको लागि लाइनमा बसिरहनु भएको थियो। त्यसपछि बच्चालाई पानी खुवाएँ। किन भन्दाखेरि भिडियो एक्सरेमा अलिक क्लियर आओस् भनेर, अलि राम्रोसँग बुझियोस् भनेर। एकैछिनमा दिदी आउनुभयो र दिदीले नाम लिनुभयो। त्यसपछि बच्चाको लागि भिडियो एक्सरेको लागि गएँ। भिडियो एक्सरे पनि गरिसकेपछि बाहिर निस्केर एकछिन रिपोर्टको लागि कुरेर बसेँ। नभन्दा यति चाँडो नै रिपोर्ट पनि आइहाल्यो। दिदीले नाम लिनुभयो। नाम लिएपछि फेरि हामी त्यो रिपोर्ट लिएर सर र अघि सुकै डाक्टर हरि खड्कालाई देखाउनको लागि भनेर माथि गएपछि त्यो भिडियो एक्सरेको रिपोर्टमा त्यस्तो खासै केही छैन भन्नुभयो भिडियो एक्सरे गर्ने डाक्टरले। अनि त्यही पनि हरि खड्का डाक्टर भनेको बच्चाको डाक्टर हुनुहुँदो रहेछ, विशेषज्ञ डाक्टर। उहाँले राम्रोसँग बुझाउनुहुन्छ भनेर एकछिन कुरेँ। त्यसपछि हाम्रो पालो आयो। फाइनल्ली पालो आएपछि छोरीसँग गफ गर्दै डाक्टरले पनि सोध्नुभयो के कस्तो के भयो बेलुका